मेरो आफ्नै बाबु गाडी 1 2 3 गो पिआर कार्ड हातमा आइसक्यो छोरोले साइप्रस खाइसक्यो हेलो हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी पार्लिम जाँदैछौँ छुट्टी मनाउनको लागि। दुईजनाको छुट्टी छ, मेरो जिरे दाइ हो। अनि कति बजी उठ्यो? 10 बजी उठेर अब घाम यस्तो चर्को छ। मोमो खान जान लाग्यो आज हामी नेपाली रेस्टुरेन्टमा। खै कसको पसल छ अरे, त्यहाँ भट्टी छ अरे, त्यहाँ जानुपर्छ। कस्तो भइरह छुट्टीको दिन। ओ माई गॉड, कालो चस्मा लौ न हजुर। अल्टो जहिले बोल्नु न। बस नआएर बेहाल छ भने। ओहो, अहिले चाहिँ हाम्रो यहाँ नयाँ बाटो छ है, यहाँ बाटो पिच गरेको छ। यहाँनिर जाम परेर बाटो पिच हुँदैछ, आउनु पाएन। हिजो राति मोमो खान जाने भने मोमो पाएन, आज खाना पऱ्यो। ठिकै छ। अब डुबाइहाल्यो। म अहिलेसम्म पार्लिम गएको छैन, एकचोटि गएको जानु चाहिँ। तर योपालि चाहिँ अलिक घुमी गरी नै जाउँ न होइन। हाम्रो बस आयो, हाम्रो 101 आयो, 101 बस आयो। यसमा फेरि लङ हुन्छ नि जाने। हाम्रो बस आयो, नेक्स्ट बसमा हामी जानुपर्छ। यो चाहिँ हाम्रो अर्को बस हो, यो चाहिँ घुमाएर लाने लङ रुटको बस हो कि हिँड्दै जाने हो। यस्तो चाहिँ हामी पार्लिमी घुमेको आज पुरै दृश्य देखाउँछौँ। मोमो खाएको, के खाएको, चाउमिन खाएको, बस आयो। त्यो चाहिँ होला 704 हो, त्यो पनि जाँदैन। ल हामी बस आएपछि, बसमा चढेपछि फेरि भिडियो बनाउँछौँ। दिनभरिको आज हामी भिडियो बनाउनेर तपाईँले के गरेँ सब देखाउँछौँ है त। हेलो हेलो, ए हाम्रो गाडी आयो, यो हाम्रो गाडी 501। यसमा हामी जान्छौँ। भिडियो बनाउनु पाउँछ पाउँदैन यसमा? है त, हामी सिस्टम पुरै देखाउँछौँ। मेरो स्पोन्सर यहाँ हुनुहुन्छ। यसो टिकट लिएर टक्क, थ्याङ्क यू। कता जान्छौँ? यहाँ बस्नु। बसौँ साथीहरू। कस्तो लागिरहेको छ त मेरो आफ्नै बाबु गाडी। आज मेरो बाबु खायो ल। यहाँ रेलगाडी, दार्जिलिङको रेलगाडी यस्तै हुनु नि नेपालमा नै। तर छ सादा, त्यो तपाईँले देखाएको एउटा सादा उकालो छैन, तर सिधा। हामी गएपछि देखाउँछौँ। हामी चाहिँ अहिले पार्लिमी आइपुगिसकेका छौँ। म चाहिँ यो सेकेन्ड टाइम हो पार्लिमीको पार्क त होला नि, के हो यहाँनिर चर्च छ। चर्चमा हाम्रो सरकारले घुमाउँदै हुनुहुन्छ मलाई। आज साइप्रसको ठाउँ गल्ली गल्ली घुमाउँछु भनेर ल्याउनु भएको छ छुट्टीको दिनमा। यहाँ पार्कमा बस्नु देख्छु। के हो यो? यताबाट जान्छ होइन? उहाँबाट झन् ठाउँ छ त। यताबाट जान्छ, आएर भेटौँ कि हो। हाम्रो सरको पनि पिआर कार्ड हातमा आइसकेको छ, त्यही भएर पिआर कार्ड हातमा लिनलाई उहाँ आइरहनु भएको छ। एकछिनपछि पिआर कार्ड हातमा आइसक्यो, सागरले साइप्रस खाइसक्यो भन्दै हिँड्नुपर्छ अहिले। आज रमाइलो गर्नुपर्छ सागर दाइसँग। हो, कस्तो गर्मी छ यार। हेलो है, अहिले चाहिँ कति वर्ष दाइ? कति वर्ष? 16 दुना 32? 10? 1/10 के हो त्यो भने? 1/10 30? 1/10 भने एउटा बिचमा 10 नम्बर आएको। 1/20 र 10 भनेको 30 वर्ष के? बुढाबुढी भाषा बुझ्न। ठ्याक्कै म डबल रहेछ, म त भर्खर 15 वर्ष 16 वर्ष नै होइन। बुढाबुढीको भाषा 1/20 र 2 यतापट्टि आउनु त भन्नु त। 1/20, 2/20, 3/20, 5/20 को 100 भनेर हजुरआमाहरूलाई सिकाएनौ र? त्यो पुरानो कुराहरू के हो? मेरो गाडी है जाने चाहिँ यताबाट होला लाग्छ दाइ। के हो एउटालाई सोध्नु के हो?
अलि त अगाडि जाउँ भने जान्छ त्यहीबाट हो यस्तो साइकल किन्नु नि तपाईँ भने यार यता यतैबाट हो कि जान्छ यतैबाट जान्छ जस्तो लाग्यो के भन्छ अरे त्यो ठाउँलाई हबिबी इमिग्रेसन यहाँ तलबाट हो यहाँ सिधा जाने ठ्याक्कै पुग्छ नभए एउटा सोधौँ नि भेट्ला नि ठ्याक्क जस्तो नखाने हामी हिँडेको आधा घन्टा भइसक्यो घाममा कालो न कालो भइसक्यो तर पनि हाम्रो गन्तव्य आइपुगेको छैन सारले आज मलाई फसायो चर्चै चर्च हित्ती हो दाइ हित्ती भन्थ्यो अब त हित्ती हो आइसक्यो भन्थ्यो कहाँ हो कहाँ यहाँ 20 मिनट भइसक्यो हिँडेको घाममा यहाँ चर्चमा गएर हे प्रभु के भन्छ प्रभु परमेश्वर होइन परमेश्वर हो चर्चमा परमेश्वर त भन्छ हामी नेपाली हो नि त यति गएपछि ठ्याक्क आउँछ युरोपमा आएको जस्तो हेलो जिसस क्राइस्ट भन्नु पर्यो नि हेलो प्लिज यासु कहाँ यहाँ त यासु हो खालि मेरा जिसस क्राइस्ट त्यसको नामै जिसस क्राइस्ट जिसस भन् यस्तै गाडी बरु पहाडी लिफ्ट दिए पनि हुन्थेन खाँदै एउटा बजार ऊ त्यहाँ ट्राफिक लाइट त्यहाँ रहेछ एउटा अब त आयो असारको पनि पियर कार्ड हातमा हुने भो के खुवाउने हो स्यालबास भन्ने मिठाई देखेको छौ किन कस्तो स्यालबास कस्तो स्यालबास कि स्यालबास होइन के यस भाइ के पो भन्दो रहेछ हलुवा हो क्या त हो नेपाली हलुवा के यहाँ लेख्दो रहेछ त्यसलाई यक्स लेख्दो रहेछ अनि चर्चमा गएर बस्नु मन पर्छ यार अनि मैले यो त स्यालबास हो भनेको दाउरीले स्यालबास भन्दै हिँडी यहाँ त सुनसानै छ है यहाँको चाहिँ घरहरू यत्रै हो होइन तर प्रायः जाने त्यो ठुल्ठुलो सहरमा मात्रै ठुल्ठुलो म पहिला थाहा छैन मेरो सुरुमतिरकै ल यो तराई हो कि वीरगन्जतिर आएर फिल भएको थियो मलाई हो अनि पछिबाट थाहा भयो कि नै त्यो अनि पछिबाट थाहा भयो अनि पछि त्यसमा रमाइलो लाग्छ अरे नि त अनि त्यहाँ पनि हुँदो रहेछ ब्याङ्कक हाम्रो नेपालमा नि यो अनावश्यक 4 तला 5 तला सुरुमा त कस्तो लागेको थियो भन्दाखेरि म त्यहाँ गएँ होइन अनि गएपछि त्यो आगोको त्यो हुन्छ नि मुस्लो त्यहाँ चाहिँ यस्तो फिल भयो त्यो एयरपोर्टबाट बाहिर छिर्दाखेरि गर्मी त्यस्तै घाम त्यस्तै त्यहाँ पनि गर्मी ए खासमा जमिनको तातो हो अनि समुद्रको लेभलमा भयो नि त त्यो पृथ्वी मुनिको पनि भयो घाम पनि ठन्डा लाग्दो लाग्छ नत्र डिग्री त धेरै हुँदैन नि त 35 36 त्यस्तो नेपालमै पऱ्यो अहिले 42 43 पुग्छ सबभन्दा बढी गर्मी भनेको 37 डिग्री 39 सम्म पुग्छ हो अनि त्यहाँ गएर सुन्नु अनि त्यहाँ सफा होइन पुरै अब के खाए पनि डस्टमा लगाएर हाल्ने सिस्टम बसेपछि त्यहाँ अनि एक दिन ब्याङ्कक गएको त त्यो बागमतीको ढल होइन त्यो त के हो र पुरै लेदो बगेको मुनिबाट माथिबाट घर गएर छ पानीमाथि के ए यहाँ पनि त्यही रहेछ होइन अब होला यहाँ पनि त्यही होला त फोहोर ठाउँहरू त होइन अहिले पो यहाँ यस्तो राम्रो छ त ए बाबा यहाँ आएर खालि त्यो फुलफुलिया ठाउँमा गएर फोटो खिचेर टावर देखाएर हुन्छ र भनेर हाम्रो नेपालमा धेरै पाखा पखेर जम्मै छ नि छ त हिमाचलतिर पापसतिर गाउँतिर जानुपर्छ पागल नेपालभर अलि उच्च हो भनिन्छ उयो गर्छ ठिक रहेछ अब त आइसक्यो हामी त्यही तिनीबाट जाने हो तिमीबाट छुट्टी जाने होइन त्यो लुगा सुकाएको अनुसार त नेपाली पक्कै बस्छ जति कलरले थाहा हुन्छ नि यस्तै यो कन्टेनरमा बस्नु मजा आउँछ गर्मी दिनमा भाउ लगाइन्छ तातेर त्यो इन्टरभ्यू हरियो लाइट बलिरहेको यतिबाट अब त्यहीँ जानुपर्छ हामी होइन हरियो लाइटबाट दाहिने हो दाहिने जस्तो लागेको थियो अझै अगाडि बढ्ने यति यतातिर हो एलिना पानावती पानीको
समोसा हाम्रो छ है यहाँका मान्छेको नाम क्रिस्टिना आन्द्री मारिया पानावती पानावती अनि फेरि अर्को आन्द्रो चाहिँ सबैको हुँदो रहेछ आन्द्रो यतिबाट जाने जस्तो लागेको थियो आन्द्रो आन्द्री यतिबाट हो त यतिबाट भन्दा बुढालाई आन्द्रो भनेको त यो इस्टमकल भन्दैको ट्राफिक लाइट बलिरहेको छ हाम्रो मेरो सुपर मार्केट थियो मल हाटबटेन खोल्दैछु म यहाँ हो अन्त ए सागर दाइ अब के गर्नु छ त्यहाँको पछि गएर भिजालो त बिजनेस काम चेन्ज गर्ने त्यो त भविष्यमा गर्ने सुन्नु न बिजनेस प्लान गर्ने अस्ति अब यहाँ आएर पाऊँ भनौँ ट्याक्कैबाट यस्तो यतापट्टि ग्रोसरी यतापट्टि रेस्टुरेन्ट नेपाली घरि चल्दो त्यही निस्किँदा देखेन मोमो एउटा पाउँदाखेरि त कति आउँछ मान्छे पाउँदैन भामा पाउनु छोड्छ अहिले अनि हो 10 बजी जाँदा नपाउने भइसक्यो अनि नपाउनु भइसक्यो यहीँ हो नि जाने बाटो त खै म आफैमा म त यहीँ जस्तो लागेको थियो अजना सुन्नु प्याटो हान्दिनु है क्या हो यो बाटो बस्ताइरहेको कुन चाहिँ बस्यो यस्तै किन्नु पर्ला लाग्छ कोही मिल गया यो महँगो लिँदो रहेछ है हाम्रो त पातलो लेखाइ त्यो केटोले क्या हो कारको क्या वेटर क्या डानी यस्तै स्कुटर किन्नुपर्छ मजा आउँछ त्यो बेला किन्छु भने चाहिँ गऱ्यो उसले स्कुटी किन्छ त्यो थियो त इन्डियन लकी लकी त्यो त किनिसक्यो त त्यही त कता हो ऊ त्यहाँबाट सुन्दैन अस्ति हामी पाउँदाखेरि चाहिँ उताबाट आएको हिँड्दै हिँड्दै यहाँनिर गुवाहरू पाउँदो सस्तो गाडी कुदाउनुपर्छ यहाँनिर जान्छौँ मैले हामी र हाम्रो गन्तव्य यतै कता छ है त हामी भित्र अफिस छिरेर पछि फेरि निस्केपछि कुरा गरौँ न है त एउटा खबर सुनाउँछु है ल 1 2 3 गो तिहार काट हातमा आइसक्यो छोरोले साइप्रस खाइसक्यो के भन्नु त ल तिहार काट हातमा आयो अब के हो अब के हुनु नि अब बाटो यहाँ अलि गाँठ धेरै खाएर हल्ले रेडेन कसरी केही भन्ने अब हामी साइप्रसको बासिन्दा भइसक्यौँ अब त्यो 700 कति हो यहाँबाट लिएको हामीले दामी ल रोजगारी इम्प्लोइ बल्ल बल्ल यत्रो हिँडेर देश काम चाहिँ भन्यो होइन काम भन्यो खुसी लाग्यो सागरदाईको अब आज रेडबुल किन्छ भन्नु अब टक्क रेडबुल खाँदै अब भोक लाग्यो बल्ल भोक लाग्यो यार बल्ल पार्कतिर छिर्ने बल्ल खाएको पच्चैको अर्का घर हो यो त मार्ला होइन नेपालीलाई पार्क देख्न नगनी छिरिहाल्नु यहाँ त फेरि के क्याप्टिकै हो क्या यो त यो त माछा मार्ने होइन केटीकै होइन माछा मार्ने नेपालमा सानो माछा पाइन्छ सानो क्यातिकै हुन्छ यहाँ ठुल्ठुलो माछा पाउँछ ठुलो क्यातिकै हुन्छ रुखै ठुलो हुन्छ यत्रो त त्यही हो नि त्यत्रो अलि यत्रो लामो त हुनै दिँदैन नि त यो माथिको हुन्छ त्यो हाम्रो त अब त्यो भाँचेर काटेर सकेपछि हुन्छ नि त त्यही त भन्यो नि हुनु त हुन्छ नि कता कता चाहिँ यहाँ उति आउनु रहेछ 700 छ 510 301 303 कस्तो घाम छ यार फेरि चस्मा पनि पोल्नु थाल्छ त यो कालो चस्मा लगाइरहेको त फेरि होइन ए म त ओ माई गॉड अरे यार तिमी त्यो मात्रै हो र अझै यहाँ हेर न ओ माई गॉड 1 2 3 ओ माई गॉड ओहो हे तेरिका नसक्ने भयो अब साइप्रस खाने भयो अब नाइट भिजन भन्नु नाइट भिजन अँ अहिले केपी बाको भिजन भन्दा डेन्जर ओहो हाम्रो नेपालको नयाँ प्रधानमन्त्री भन्न योग्य केपी बाको भिजन
त्योभन्दा खतरा यहाँ सनग्लास चाहियो कि नाइट भिजन चाहियो कि होइन अब कस्तो चाहियो हो चस्मा फेरिरहने होइन के यार ग्लास फेर्नु तपाईँको चस्मा र हाम्रो नेपाल सरकारको त्यो हो फेरिरहन्छ अनि कुन बेला कहाँ गएर कुन अवस्थामा फेरिन्छ भन्ने थाहै थाहै छैन हो सही हो सही हो भर्खर हातमा आइसक्यो सागर दाई खुसीले पागल भइसक्यो अरू कुरा होइन 2 वर्ष भिसा हानेर चाहिँ त्यही खुसी लाग्यो हो ल यहाँ छिरौँ है के गर्नु त एसी खायो खानु यहाँ मोमो चाउमिन खाएर आज छुट्टीको दिन रमाइलो गरेर टक्क पेट भरेर आहा मजा आयो मजा आयो मोमो चाउमिन कस्तो थियो मोमो चाहिँ तर निस्बिचकै मिठो है मोमो निस्बिच चाउमिन चाहिँ ठिकै हो खाना चाहिँ निस्सिबिच मोमो खाना निस्बिच अनि चाउमिन आएन खाना भने जति पाराले नि कोर्तरास हुने जति सब कहाँ? निस्सिबिचमा जाने तर त्यहीँको मोमो मिठो है अनि अन्त हुने जति निकोसिया जाने अँ। अब उता पार्लिम भन्थ्यो पार्लिममा उत्कृष्ट चाहिँ लागेन मलाई चाउमिन त मिठो हो चाउमिनलाई नराम्रो चाउमिन चाहिँ नेपालकै टेस्ट मिठो छ चाउमिन चाहिँ नेपालको पुरै ठेलावाला टेस्ट के खेलावाला टेस्ट छ तर मोमो चाहिँ अलिकति त्यो घर बजार भएर तर मोमो पनि केही छैन तर मिठो छ पेट टन्न गयो रमाइलो भयो आज निकोसिया गएर शाहरुख दाइकोमा खाएर त्यहीँ गएर आउँदैन शाहरुख दाई सलमान दाई त सलमान होइन शाहरुख हो आमिर दाई यो त हँ? आमिर दाई ऋतिक दाई अनिल दाई अक्षय दाई अलिक फरक हुन्छ बङ्गाली शाहरुख हो नि त अनि कत्रिना दिदी अनि ऐश्वर्या दिदी प्रियङ्का दिदी ऊ हाम्रो 101 को है हाम्रो गाडी लाइन्छ अब र हामी अब बसमा जान्छौँ भन्ने हामीलाई लागिरह एकछिन यहाँ पार्कमा बसौँ न सर्लक्क देखाइदिउँ त त्यहाँ साबेर बस्यो हो ल नेपालको दाइ त्यो खलासिल ढोका हानेर कुचाइसक्यो हुन्थ्यो यहाँ पार्कमा बस्छौँ हामी एकछिन अनि त्यसपछि बिदाइ हुन्छौँ आजको दिनबाट आजको ब्लगबाट हुँदै हामी पार्कमा जान्छौँ त्यसको गेट हामी अब यो भिडियोको लगभग अन्तिम चरणमा आइपुगिसकेका छौँ नेक्स्ट पार्ट कुर्नको लागि नेक्स्ट छुट्टी कुर्नुपर्ने हुन्छ रमाइलो छ अब एकछिन पार्कमा विश्राम गर्छौँ टन्न भयो मजा आयो ल